चाहिँ यस्तै भर्खरै हामीले छरेको थियौँ मकै उम्रेर पनि 4-5 पत भइगयो। अब हेर्दै हेर्दै यो यहाँ चाहिँ बेड हालेको छ रिक्सेनले हालेको मकै चाहिँ यस्तो बेड भएको छ। के भयो तपाईलाई? बमिट आयो नि अनि अनि ओ आन्छेली आज आएको हाम्रो मामसाइली बजुले यो फुल चाहिँ यहाँ रोपेछ। एलोभेरा चाहिँ यहाँ छ। एलोभेराहरू माइक फुल यस्तो छन् यस्तो छन्। यो चाहिँ हाम्रो मामको चौतारा। यो कल्बी राखेको आम राखेको माने मेरो आप्पा पनि यहाँ छ। धेरै सम्झना आउँछ बोलेको यतातिर हिँडेको बितेर जानुभयो। हिजोअस्तिसम्म बात गर्नुभएको अहिले चाहिँ संसार छोड्नु भइगयो। अझै पनि जताततै छ जस्तो लाग्छ तर के गर्नु समयले साथ नदिएपछि कसको के लाग्छ। जिन्दगी यस्तै छ जन्म लिएपछि मृत्यु अवश्य आउँछ। के गर्नु सम्झना चाहिँ रहिरहन्छ। छोडेर जाने भन्दा मरेर जानेको बेसी सम्झना आउँछ जिन्दगीमा। यस्तै छ जिन्दगी। आज चाहिँ यहाँ भएको दुईटा गाडीमा चाहिँ हाम्रो अगुलाई पढाउने एके मुखिया चाहिँ हाम्रो यहाँनिर भेटघाट भएको थियो है अहिले भर्खरै। उहाँलाई फेरि अहिले अर्को गाडीमा लानुभयो। उहाँ चाहिँ बस्नु हुँदो रहेछ पेदोङ एके मुखिया पेदोङमा बस्नु हुँदो रहेछ। अनि हाम्रो आखीहरू आप्पाहरू सबलाई चिन्नु हुँदो रहेछ। अनि हाम्रो अगुच्याङ बारलाई पनि चिन्नु हुँदो रहेछ। धेरै खुसी लाग्यो उहाँसँग भेटघाट हुँदा। यतै आएर बस्नु भएको रहेछ पढाउनु भएको रहेछ। यस्तै जिन्दगी कहिले कहाँ पुगिन्छ है। यस्तै छ। यो आज चाहिँ केराले काँजुली फेर्दैछ। उसको शरीरबाट चाहिँ ऊ नयाँ शरीर निस्किँदैछ। पुरानो शरीरबाट चाहिँ निस्किसक्नु आँटिसकेको छ। पुरानो शरीर त्यागेर नयाँ शरीरको उत्पन्न गर्दैछ।